आज चाहिँ डे 5 अफ द च्यालेन्ज अनि मैले डे 3 र डे 4 को भिडियो चाहिँ खिचेँ बट आई डिडन्ट अपलोड किनभने आफूलाई चित्त बुझेन अनि 90 डे च्यालेन्ज भन्दैमा मैले च्यालेन्ज आफूसँग गरिरहेको हो नि त सो आई डोन्ट थिङ्क क्वान्टिटी ओभर क्वालिटी इज द अप्सन अनि आजको दिन चाहिँ सुरु हुँदैछ मटका टेरेसबाट हामी कफी खाँदैछौँ मुकेश म कफी खाँदै यी फुटबल खेलिरहेको छौँ हामी चाहिँ आज पनि हामी आइसकेको छौँ मटका टेरेसमा अनि मेरो क्याफेको सबभन्दा महँगो आइटम चाहिँ बार्बिक्यू चिकन विङ्स हो लाइक एज यु क्यान सी मेन्यूमा देख्दैन होला तर एकछिन देखाइदिन्छु म अनि बार्बिक्यू चिकन विङ्स चाहिँ हामीले अब मेन्यूबाट हटाउन लागेको छौँ त्यसपछिको सेकेन्ड मोस्ट एक्सपेन्सिभ थिङ चाहिँ स्पाइसी चिकन विङ्स हो सो आज चाहिँ वी आर गोना ट्राई स्पाइसी चिकन विङ्स अनि मेरो क्याफे हो सो मेरो रिभ्यू बायस्ड हुनसक्ला त्यही भएर म योगेशलाई पनि चाख्न दिनेवाला छु आज योगेशले पनि रिभ्यू दिन्छ आइसकेको छ हाम्रो स्पाइसी चिकन विङ्स ग्लोभ्स पनि देऊ न तर यो मैले क्याफमा खाएको फर्स्ट टाइम हो यार मैले अझै खाएको छैन ब्लाइन्ड रिभ्यू एउटा ग्लोभ्स हेरेको एउटा म लगाउँछु एउटा योगेशलाई हो सो के 380 मा हामीले के पाउँछौँ भने हामीले लाइक 6 पिसेस 1 2 3 4 5 नयाँ 1 2 3 4 5 6 पिसेस अफ चिकन विङ्स पाउँछौँ अनि हेर्दा चाहिँ दे डु लुक एकदम टेस्टी ट्राई गरेर हेर्छु ल म स्पाइसी हुन्छ सो म टेस्ट ए अनि यो अचारहरू चाहिँ अप्सनल हो ल हामी ससहरूमा चाहिँ के दिन्छौँ भने एउटा चाहिँ हट सस छ अर्को चाहिँ लाइक हाम्रो यहाँ क्याफेको सेक्रेट डिप सस भनौँ न डिप गर्ने सस हो यो चाहिँ पेरी पेरी फ्राइजहरूसँग दिने सस हो यो सो म तिनीहरूसँग पनि टेस्ट गरेर हेर्छु स्पाइसी पनि त्यति लागेन मलाई लाइक एकदम खान सकिने जति रहेछ अनि टेस्ट मिठो छ अनि सेकेन्ड चाहिँ अब आम गर्न ट्राई अब चाहिँ लाइक म डिपसँग ट्राई गरेर हेर्छु एकचोटि डिपसँग ट्राई गर्दाखेरि चाहिँ एकदम अर्कै फ्लेभर आएर छ तर एकदम मिठो आएर छ अब इफ यु आर समन हु लाइक्स डिप यस्तो डिप्सहरूमा चोपेर खान मिठो लाग्छ भने चाहिँ यु कुड लाइक इट मलाई चाहिँ ठिकै मात्र लाग्यो विङ्सहरू यत्तिकै मिठो छ केही न लाइक हट सससँग ट्राई गर्नेवाला छु हट सससँग चाहिँ बब्बाल हट सससँग चाहिँ बब्बाल यो रेसिपी ट्राई गरेर हेर न ट्राई गरेर आऊ अब योगेशले ट्राई गर्नेवाला छ पन्जा लगाउँदैछ मलाई एकदम पिरो मनपर्छ गाइज
यो हट सससँग डिप गरेर खाएर मेरो पिरो भयो भने मात्र मिठो हुन्छ नत्र मिठो हुनेवाला छैन है सानो समात्नु पऱ्यो यार रेसमा यो त डोडा जस्तो छ कि के हो स्वाद कस्तो लाग्यो स्वाद तर हट सस भन्दा चिकनमा त्यस्तो पिरो जस्तो छैन है चिकनमा चाहिँ पिरो छैन हट सससँग चाहिँ मजाको छ वेल कुक रेट गर कति रेट गर्छ आउट अफ 10 8.5 मैले चाहिँ लाइक अनेस्ट भन्नुपर्दा हाम्रो सेफ दाइले पकाउनु भएको उहाँले उहाँको अगाडि रेट गरिदिनेवाला छु मैले चाहिँ लाइक एकदम अनेस्ट 7.5 रेट गर्छु तर पिसहरू चाहिँ बब्बाल छ यो पो त पिस भनेको आइराख्यो मैले चाहिँ लाइक आइम गोना रेट दिस एकदम अनेस्ट 7.5 आफ्नै क्याफेको भयो पनि यसमा चाहिँ स्पाइसी थोरै नभएको जस्तो भयो सससँग नखाइदिएकोसम्म त त्यस्तो खासै स्पाइसी छैन तर फेरि लाइक when you dip it in the sauce like ससमा डिप गरिसकेपछि ल बब्बा हेलो ओके इट इज 12:50 राइट 12:51 राइट नाउ अनि म चाहिँ भर्खर अफिस आएँ अनि अब चाहिँ लाइक आई फाउन्ड सम थिङ्स आज कस्टहरू क्यालकुलेट गर्दाखेरि क्याफेमा 2-4वटा खानेकुरा चाहिँ अलिकति महँगो भइरहेको छ मलाई त्यति धेरै नपर्ने रहेछ मलाई सो आइम गोना बी एडिटिङ द मेन्यू